भिडियो बनाउन लगाएर फोटो खिच्न लगाएर लु राम्रो आउँदैन नि। यहाँ त फुलहरूको भण्डार रहेछ, फुलहरूको भण्डार। गर्जियस। बाटो चाहिँ यति साह्रो रहेछ कि जिन्दगीमा यस्तो बाटो पनि हिँड्नु पर्दो रहेछ। एक बजी निस्क्यो होइन, हामी चाहिँ घरबाट 1 बजी निस्केको होइन। अनि अहिले चाहिँ 4 बजिसक्यो होइन। अनि हामी चाहिँ लगातार निको होइन। अनि के चाटपाटे खाऊँ न हो। अझै बाटो कति धेरै छ। हाम्रो मुना मदनलाई चाहिँ एकअर्काको हात पक्रिँदा चाहिँ एनर्जी मिल्छ जस्तो छ कि। अनि रफ्तार हिँडिरहेको छ क्या खतरा पाराले। अनि यताको चाहिँ मदन भइरहेको छ नि। त्यही भएर इनर्जी नमिलेर यस्तो खुट्टा देखेर म नाटेँ। मलाई मदन पनि चाहिन्छ, मुना पनि। यहाँ चाहिँ बाटोको निर्माण हुँदो रहेछ नि त। बाटो त खतरा भइराखेको रहेछ। म चाहिँ आजदेखि तपाईँहरूको भ्लगर यसपालि आज गाइस तपाईँहरू सम्झनु सक्नुहुन्छ। मलाई उहाँको भिडियो चाहिँ मनपर्छ होइन। अनि रुन हालिसकेको रहेछ नानी। अनि सेलिब्रेट चाहिँ एनर्जी आउँछ। एकअर्काको हात पक्रिँदाखेरि एनर्जी आउँछ अरे नि त यता चाहिँ होइन। त्यही भएर क्या यस्तो मान्छे लौरे कसरी भन्छ। प्रेसर पढिराखेको छ। प्रेसर कसरी पढ्यो। गाउँ पनि लगाएको थिएँ मैले आएको थिएँ। त्यहाँ चाहिँ के भइराखेको छ र यति छिटो हिँडेको हो। आइफोन भएको भए दामी भ्यू देखाइदिन्थे। अब के गर्नु, हामी के फोन अरे रेडमी फोन भएकोलाई एउटा बोयफ्रेन्डमा नसिक्नु म। अनि त्यहाँदेखि चाहिँ म आइफोनबाट दामी भिडियो बनाउँछु नि। म चाहिँ न्यु ब्लगर बनिन्छु अरे नि त। म चाहिँ लास्टै गफारेँ फेरि। अब बाहिरको भ्यू यहाँदेखि बाहिरको भ्यू देख्यो भने हाइट सानो छ नि त। अनि बाहिरको भ्यू पनि देखिँदैन है फेरि। माथि महाकालीलाई भएर मन्दिरलाई नि मलाई हिँड्ने सक्नु भनेर यसरी गएर ढोग्नु त। गएर ढोग्नु न। नाइ अरे It's not my fault के। कोही चाहिँ मलाई के कोही चाहिँ मलाई कसरी चाहिँ मलाई मगाउँछु कि फ्यामिली दिदी भन्दै आउनु नि। अनि ला भाइ म त कहिले भ्लगै बनाउँदिनँ भनिदिने क्या। सच्ची भन्नु म त के गर्नु त नि तपाईँको मदनलाई बोलाइदिनु।
पढ्ने विद्यार्थीहरूबाट त्यसरी सिकाउनु हुँदैन भनेर चाहिँ माथिको भाइहरूलाई सिकाउनु पर्छ जस्तो छ। आज आइतबार हो भने खाँदैन? ए आज आइतबार बिहान कलेज गएर बिहान कलेज गएर पनि गफ दिएर आउँछ होइन। अहिले जसलाई थाहा छैन आज के बार हो भने मलाई थाहा छैन के बार हो भने मैदान आइराखेको छु। यता चाहिँ होइन एनर्जी प्लस भएर होला कि कम्ता छिटो छिटो यता चाहिँ प्लस भएछ उता चाहिँ लस भएछ नि त फेरि। पिरो धेरै अम्लो नखाने, पिरो खाने धेरै अम्लो नखाने। के भएको यसो भन्दै पो आज शनिबार पनि स्कुल पढाइ हुन्छ अब भन्दै थियो। आज आइतबार हो नि अम्लो धेरै नखाने पिरो खाने भनेको क्या। त्यो त अनि घरमै खाँदैमै अब यहाँ चाहिँ तटपट्टि खान नमिलेको यहाँ चाहिँ खासमा कस्तो हुन्छ नि हाम्रोखेरि चाहिँ नि तटपट्टिमा चाहिँ आलु अनि के अरे खोर्सानी अनि अम्लेट खाँदैन होइन। अनि हाम्रो आन्टी पनि खाँदैन होइन। अनि म र अङ्कल चाहिँ यस्तो खतरा खान्छौँ नि। यता चाहिँ यता मुना चाहिँ अम्लेट र पिरो खानुहुँदैन, उता मदन चाहिँ पिरो र अम्लेट लास्टै खानुहुन्छ। यता चाहिँ मुना र मदनको कुरै मिल्दैन फेरि। टिकटकहरू नि फेरि अघि त रुनै खोज्दै थियो आज पनि निस्किसकेको थियो। मलाई भोक भन्दै थियो कि त्यहाँदेखि चाहिँ मैले स्टार्ट गरेको नि। पिरो पनि नभएको अमिलो पनि नहालिदिनु आलु पनि नहालिदिनु। मदन तपाईको नामै मदन आजदेखि चाहिँ थाहा छ यो बाटोमा पर्ने अङ्कल नभने मदन मुना आजदेखि नाम चेन्ज। कसरी हिँड्नुभयो? हामीसँगै त हिँड्नुभयो नि। उयो ज्यास्मिन दिदी तपाईँ म हो आन्टी हेर्नु न आन्टी के भन्दैछ यतानिर मदनले त एउटा मात्रै पो बे गरेको छ हो। कसरी तपाईँले चाहिँ त्यसो भन्दै हुनुहुन्छ हो यहाँनिर मुनाको छेउमा। आन्टी थर्काइ आन्टी हेर मुना थर्काइदिनु न। फाइनली यताको चाहिँ जरोडे आयो होइन। अनि मुनाले खाएला भन्नु खाएला खाइसकेर अब खाएला भन्ने। तपाईँहरूलाई मुखबाङ हेर्नु मन लागेको छ भने चाहिँ यतानिर हाम्रो मुखबाङको अनि बाइक रोक्ने बेलामा चाहिँ नि यसो गर्नु जहाँ खुट्टाले भेट्छ त्यहाँबाट खुट्टाले बेजार भयो त अनि मेरो त एउटा ढुङ्गा बोकिराख्नु पर्छ रोक्ने ढुङ्गा झारेर अन्तर्राष्ट्रिय बिजली भयो। यस्तो पनि मदन हुन्छ।
भन्दैछौ आन्टी मेरो सपोर्ट लिनु न त्यही छैन नभन्नु अरे आन्टीले भन्नुभएको कस्तो अरे मुनाले भन्नुभएको कस्तो ल कस्तो मेरो कुरा अन्त अन्त भनेको मोटिभेट खै मोटिभेट हुनु पर्यो नि त अनि